यहाँ भर्खरै देखिराख्नु भएको छ पछिल्लो समयमा उपत्यकामा साइकल यात्रीहरूको एकदम आकर्षण बढेको छ। धेरै मान्छेहरू साइक्लिङमा रुचाइराख्नु भएको छ। यसै गरी एकजना यहाँ सर आउँदै हुनुहुन्छ। सर एकछिन पख्नु त, सर एकछिन पख्नु। अनि साइक्लिङ गर्दै आउनु भएछ? हजुर हजुर एकदम। अनि तपाईँको नाम के पर्यो? नमस्ते है त, मेरो नाम छ सुरज महर्जन। मलाई चाहिँ ज्यापु भन्दा एकदम राम्रो लाग्छ। अनि तपाईँ यहाँ साइकल कहाँदेखि आज कति किलोमिटर कुदाउनु भयो? अहिले यो मचिनाथको जात्रा चलिरहेको छ ललितपुरमा। हजुर। लगभग 1 महिनाको हुन्छ। हजुर। र आज नि यो हिजो यता सुन्दारामा आइपुग्यो, अनि त्यहाँ सुन्दारामा आएको पाटन सुन्दारामा, अनि अहिले साइक्लिङ गर्दै दर्शन गरेर आउँदैछु म। अचेल त तपाईँ साइक्लिङमै बढी हुनुहुन्छ कि बाइकतिर पनि कम गर्नुभयो कि क्या अचेल? बढी साइक्लिङ नै छ, बाइक पनि अब ग्रेस्टी भएपछि बाइक पनि चाहिहाल्यो। हजुर। र अहिले बढी चाहिँ म सिङ्गलमा साइकल नै प्रायोरिटी दिइरहेको छु। आज लगभग कति किलोमिटर कुदाउनु भयो? आज लगभग धेरै त भएन, त्यही 12-15 किलोमिटर जति भयो। यो साइकल कुदाउँदा र साइकल नकुदाउँदाको आफ्नो फिजिकल एक्सपिरियन्स चाहिँ कस्तो हुँदो रहेछ? आफूलाई हलुक्का भएको, फ्रेस भएको त्यस्तो हुन्छ नि? अब बाइक मात्रै कुदाउँदाखेरि त अब केही हुँदैन, हामी जसरी चेयरमा बसेर त्यस्तो मात्रै हुने भयो जहाँ पुगे तापनि। र यो साइकल चलाउँदाखेरि चाहिँ त्यो फिजिकल स्ट्रेस चाहिँ एकदमै हुने, जस्तै मसल्सहरूको होइन, मसलहरू खुल्ने, तन्किने, स्ट्रेच हुने र जिउलाई पनि एकदम फ्रेस हुने। त्यसले गर्दा साइकललाई चाहिँ प्रायोरिटी एकदमै। अहिले नेपालमा चाहिँ पछिल्लो समय साइक्लिङ कल्चर, योगा कल्चरहरू विकसित भएको छ। हजुर। यसलाई तपाईँले चाहिँ कसरी हेरिराख्नु भएको छ? तपाईँ आफू पनि योगा गुरु हुनुहुन्छ? हजुर एकदम। फिजिकल त एकदम चाहिन्छ, किनभने अब हामी जति पनि जब गर्छौँ अहिले सबै कुराहरू टेबल वर्क नै भएको भएर हामी फिजिकल चाहिँ एकदमै कम भइरहेछ। र हामी जे गर्छौँ घरमा होइन, अथवा कुनै सेन्टर छ, योगशाला छ, होइन, अब जस्तै यो साइक्लिङै भयो। त्यसले गर्दा हामीले मिनिमम 30 मिनट्स टु 1 आवर चाहिँ फिजिकललाई चाहिँ प्रायोरिटी दिनुपर्छ, फिजिकल एक्सर्साइजलाई बिहान होइन। अब हामी बिहान उठेदेखि परिवार भन्छौँ होइन, साथीभाइ भन्छ, दौडधुप गरिरहेको हुन्छौँ, तर यो फिजिकल्ली 1 घन्टा चाहिँ आफूलाई चाहिन्छ भन्ने मेरो मानेको छ। यो फिजिकल्ली एक्सर्साइज र धार्मिक यात्रा जोडिएको भन्छन् अचेल, यो के भन्नुहुन्छ यसमा? यसमा अब फिजिकल कसो नि, हामी फिजिकल फिट नभएसम्म हामी आध्यात्मिक चिन्तन गर्न सक्दैनौँ होइन। जस्तै अब योगाकै बेसमा लिँदाखेरि हामी जब फिट हुन्छ त्यसपछि मात्रै हामी आध्यात्मिक रूपमा त्यसलाई डाइभर्ट गर्न सक्छौँ। त्यसले गर्दा एक अर्कासँग लिङ्क चाहिँ छ होइन, तर त्यसलाई अब कसरी लाने भनेर चाहिँ हामीले जस्तै फिजिकल एक्सर्साइजहरू गरेर होइन, बिस्तारै फिजिकल फिटनेस भएपछि मात्रै नै हामी बिस्तारै आध्यात्मिकसँग जोड्न सक्छौँ होइन। मन चित्त मनलाई एकदमै एकाग्रताका साथ अगाडि बढ्न सक्छौँ। अचेल अब चिल्ड्रेनहरू, केटाकेटीहरू पनि एकदम ग्याजेटहरूमा, युट्युबहरूमा, टिकटकहरूमा बढी घुम्ने, बढी रमाउने, अनि कोठाभित्रै बस्ने एउटा यो पछिल्लो अवधिको यसलाई विकृति भन्ने कि के भन्ने त्यस्तो कल्चर बढेको छ। यो बारेमा चाहिँ अलिकति तपाईँ के भन्न चाहनुहुन्छ? साइकल यात्री पनि हुनुहुँदो रहेछ, साइकलमा यताउता पनि गर्नुहुँदछ, नेचरसँग ती युवाहरूलाई, विद्यार्थीलाई कसरी जोड्न सकिन्छ? एकदम। अब अहिलेको ट्रेन्ड चाहिँ अब स्मार्ट भनेर स्मार्टफोनहरूको, ग्याजेटको एकदमै बढी प्रभाव देखिन्छ। र अहिले एजुकेसनमा पनि स्मार्टफोन ग्याजेटले चाहिँ एकदमै ठुलो प्रभाव पारेको छ। अब त्यो नभए पनि हुँदैन होइन, तर त्यसैमा मात्रै डिपेन्ड मात्रै हुँदाखेरि पनि हामी एकदमै मोनोटोनस, एकदमै त्यो मोबाइल मात्रै हेर्ने बच्चा। अब इभन अहिले त घरमा आफन्तहरू आउँदाखेरि बच्चाले त मतलब नचिनी जस्तो, नमस्ते गर्नु पनि नआउने होइन, सोसियलाइज पनि नभएको जस्तो पनि देखिरहेको छ ग्याजेटकै कारणले गर्दा, ठुलो मुख्य कारण चाहिँ होइन। त्यसले गर्दा हामी अलिकति बाहिर आएर, बच्चाहरूलाई पनि बाहिर आएर, अब बच्चालाई मात्रै गाली पनि होइन कि अभिभावक पनि अलिकति यसमा अलिकति दोष छ भन्ने म बुझ्छु। किनभने अब अभिभावक पनि आफू इक्जाम्पल भएर अगाडि गएर ल यसो गर्नुपर्छ भनेर आफूले पनि जस्तै अब यो जस्तै एक्सर्साइजको कुराहरू भयो होइन, नेचरसँग अलिकति क्लोज भएर जङ्गल सफारीहरू, ट्रेकिङहरू होइन, सर्ट हाइकिङहरू त्यस्तो गयो भने चाहिँ बच्चाहरूले पनि इक्जाम्पल देखेर बाबा मम्मीसँग गएर त्यसले त्यो अनुसारले आफूलाई चाहिँ त्यो ग्याजेटबाट अलिकति टाढा राखेर आफूलाई अलिकति फिटनेसतिर अगाडि बढ्न सक्छ होइन भने चाहिँ अब यो ग्याजेट मात्रै निड हुँदाखेरि हुन त अब सानो ग्याजेटमा एज अ होल सबै वर्ल्ड देखिन थालिसकेको छ होइन। सबै इन्फर्मेसनहरू त्यहीँबाट हामी सानो क्लिकको मार्फत हामी सबै थाहा हुन्छ। त यद्यपि त्यो भएर पनि हामी चाहिँ माइन्ड चाहिँ फ्रेस नभएको देख्छौँ हामी होइन। सानो कोठामा बन्द कमरामा बसेर हामीले संसार चाहिँ देख्छौँ, तर
तर फिजिकल चाहिँ केही पनि भएन होइन। त्यसले गर्दा हामीले आफ्नो फिटनेसको लागि चाहिँ बाहिर आउनै पर्छ। बाहिर आएर हामीले जे अब साइक्लिङ गर्नुपर्छ भन्ने पनि छैन होइन, योगा मात्रै गर्नुपर्छ पनि छैन, आफ्नो इन्ट्रेस्ट केमा छ होइन त्यो अनुसारको हामीले स्विमिङ पनि जान सक्यो, हरेक कुराहरू बाहिरसँग नेचरसँग क्लोज भएर जे पनि गर्न सक्यो भने अथवा बच्चाहरूले त्यसरी अगाडि बढ्न सक्यो भने बच्चाहरूलाई एकदमै राम्रो छ। अनि यो पछिल्लो अवधिमा चाहिँ यो साइकल लेनहरू, बाटोमा पनि साइकल लेनहरू बनाउने, छुट्टै साइकल यात्रीहरूको लागि सहजताको लागि पनि गर्ने एउटा नयाँ ट्रेन्ड जस्तो पनि सुरु भएको छ। यसमा चाहिँ तपाईँ एउटा साइकल यात्री पनि भएकोले स्थानीय सरकार, प्रदेश सरकार या केन्द्र सरकार यो एउटा यसको लागि छुट्टै लेन गरेर यसलाई व्यवस्थित बनाउनुपर्छ जस्तो तपाईँलाई लाग्छ कि के हुन्छ? एकदम राम्रो प्रश्न गर्नुभयो हजुरले होइन। किनभने अहिले त नर्मल्ली धेरै ठाउँमा होइन, जस्तै जवलफिलको साइड भयो, कुपनर भयो होइन, अनि यता धेरै ठाउँमा चाहिँ साइकलको नयाँ यो लेनहरू चाहिँ स्थानीय तहबाटै यो सेपरेटली राखिदिएको छ है। त्यसले गर्दा साइकल चाहिँ चढ्नुपर्छ है भनेर प्रायोरिटी दिएको हो त्यो सरकारको लेभलबाट पनि होइन। किनभने हामी बढी अब यो जस्तै मोटर बाइक भयो अनि गाडीहरू भयो त्यसमा मात्रै हामी निड भइरहेछौँ र अहिले चाहिँ के हो साइकल लेन सेपरेट दिँदाखेरि के हो यो साइकललाई चाहिँ प्रायोरिटी दिएको चाहिँ साइकल चढ्नुपर्ने रहेछ होइन। हेल्थ सँगसँगै एउटा के भन्छ इकोनोमिकली पनि हामीले त्यसलाई ब्यालेन्स गर्नु सक्यो कि, त्यसले गर्दा हामी सरकार तर्फबाट पनि साइकललाई प्रायोरिटी दिएको भएर यसलाई चाहिँ हेल्थसँग पनि जोडेको भएर यो चाहिँ एकदमै राम्रो छ। अहिले यो साइकललाई चाहिँ फेसनको रूपमा होइन, साइकललाई चाहिँ एउटा संस्कृतिको रूपमा विकास गर्नुपर्छ र साइकललाई चाहिँ एउटा कल्चरै बनाउनुपर्छ भन्ने एउटा नयाँ ट्रेन्ड पनि आएको छ। अब यसमा चाहिँ साइकल यात्रीहरूको खास चाहिँ समस्या र चुनौती चाहिँ के हुँदो रहेछ साइकल यात्रा गर्दाखेरिको तपाईँको के छ पर्सनल एक्सपिरियन्स? अब यस्तो छ, यसमा चाहिँ एक त कल्चर राख्नु त धेरै राम्रो हो, चुनौती पनि धेरै छन् होइन। जस्तै अब हामी यहाँ अब यो सेपरेट त अब ट्र्याकहरू त लेनहरू त बनाइदिनु भएको छ होइन, तर अब हाम्रो के छ भने सेपरेट मार्किङमा मात्रै सेपरेट छ होइन। जस्तै गाडीको र एउटै ठुलो रोडमा मार्किङ गरेर मात्रै राखिदिएको छ होइन। त्यसले गर्दा अलिकति हामीले सुरक्षित हुँदैन कि जस्तो पनि देखिन्छ होइन। एउटा प्रायोरिटी चाहिँ दिएको हो हामीले, जस्तो अब अहिले बिस्तारै सुरु भएछ ट्रेनहरू चाहिँ होइन। त्यसले गर्दा त्यो चाहिँ एकदम राम्रो पनि हो प्रयास चाहिँ। तर अब चुनौतीहरू पनि धेरै छन् किनभने हामी बाहिर जान्छौँ होइन। जस्तै अब हामी केही इन्जुरी भयो भने होइन, जस्तै अब इन्जुरी भयो भने हामी आफ्नै रिस्कमा जान्छौँ। जस्तै डाउन हिलमा जान्छौँ हामी होइन, डाउन हिल जाँदाखेरि कति रिस्क हुन्छ, अफ रोडहरू जाँदाखेरि धेरै रिस्कहरू हुन्छ। अब अर्गनाइजरले अर्गनाइज गर्दाखेरि पनि उहाँहरूले आफ्नै रिस्कमा जानु भनेर नै पहिला टर्म्स एन्ड कन्डिसन राखेको हुन्छ होइन। त्यसले गर्दा अब त्यो साइकललाई प्रायोरिटी दिएपछि अब हामीले त्यो अनुसारले यसमा पनि स्थानीय अथवा सरकारको माध्यमबाट चाहिँ हामीलाई यसबाट चाहिँ अलिकति राहत भने अझै साइक्लिस्टहरूलाई अझै अरू नयाँ साइक्लिङ गर्नेहरूलाई पनि अलिकति त्यसमा चाहिँ मनोबल बढ्दै जान्छ र अरू धेरै बढ्दै जान्छ। त्यसले गर्दा स्थानीय तह अथवा सरकार तहबाट पनि यसलाई चाहिँ जस्तै अब इन्सुरेन्सको भयो होइन, अनि त्यता फर्स्ट एडको कुराहरू भयो, अनि अरू कुराहरूलाई चाहिँ स्थानीय तहबाट अलिक जोड दियो भने अझै साइकल यात्रा अझै बढ्छन् कि भन्ने मैले चाहिँ अपेक्षा गरेको छु। र अन्तमा अब नवआउने जो इच्छा राखेका छन् साइक्लिस्ट हुनका लागि, साइकल यात्रामा गर्नका लागि अन्तिममा तपाईँको त्यो अनुभवले के सुझाव दिन चाहनुहुन्छ? एकदम अब यो साइकल चाहिँ सबैलाई गर्नु नै हुन्छ, साइक्लिङ चाहिँ गर्नु नै हुन्छ किनभने इजी पनि भयो होइन। एकदम पहिला इन्डियन साइकल मात्रै आउँथ्यो, नर्मली चाइनिज एउटा दुइटा आउँथ्यो भने महँगो पनि हुन्थ्यो होइन। र अब अहिले चाहिँ कस्तो हो भने यो गियरवाला साइकल आएको छ, चल्न पनि सहज छ र फेसनेबल पनि छ होइन। अहिलेको यो टाइम अनुसारको फेसनेबल पनि छ। त्यसले गर्दा साइकल चाहिँ सबैलाई चढ्नुहोस् भन्ने म सुझाव दिन्छु। किन युथहरूलाई अहिले त ट्रेन्ड पनि छ होइन, नयाँ ग्रुपहरू बनाएर अनि बाहिर हाइकिङ जाने, जस्तै नाइट हाइकिङ जानेहरू पनि त्यस्तो पनि ट्रेन्ड भइरहेछ होइन। अनि आफ्नो ग्रुपहरू क्रिएट गरेर 10जना 12जना अझै यो ठुल्ठुलो अर्गनाइजेसनहरूले त ओपनली नै उहाँहरूले साइक्लिङको लागि त्यो साइक्लिङ प्रोग्रामहरू गर्नुहुन्छ होइन। जस्तै अब अस्ति मात्रै अब कोराले गर्नुभयो, कोराहरूले प्राय एभ्री इयर गर्नुहुन्छ होइन। 50 किलोमिटर्स, 25 किलोमिटर्स, 75 किलोमिटर्स, 100, 200 भनेर। त्यसले गर्दा यसले चाहिँ एकदमै साइकल प्रमोट गरेर साइकलको थ्रोबाट अरूलाई जस्तै प्रमोट गर्नलाई होइन। जस्तै हाम्रो अब गाउँमा बिक्रीहरू फैलिएको हुन्छ होइन, त्यसलाई पनि उजागर गर्नलाई, त्यसलाई चाहिँ त्यसो गर्नुहुन्न भने अवेरनेसको प्रोग्रामहरू पनि साइक्लिङको थ्रोबाट भइरहेको छ होइन।
त्यसले गर्दा साइक्लिङ चाहिँ सबैलाई गर्नु म अनुरोध गर्दछु र हेल्थसँग कन्सियस भएको भएर सजिलो एक्सर्साइज चाहिँ साइक्लिङ नै हो कि जस्तो लागिरहेछ। ए ल तपाईँ कहाँसम्मको यात्रा हुनुहुन्थ्यो तपाईँलाई रोकेर ए होइन अलिअलि प्रश्न गरेँ। हजुर, आज अब मलाई- कहाँसम्मको यात्रामा हुनुहुन्छ? हजुर आज कहाँसम्मको यात्रामा हुनुहुन्छ? ए होइन अब म लगभग आजको यात्रा अब अलिअलि अँध्यारो पनि भइसकेको छ। अब यो यात्रा चाहिँ म अब लगभग इन्डिङकै म घरतिरै जाँदैछु अब चाहिँ। ए ल है त शुभ यात्रा तपाईँलाई है त ल। थ्याङ्क यू सो मच है त हजुरलाई यो अब कुन मिडिया हो यो हजुरले चाहिँ मलाई यसरी आएर सोध्नुभयो है त्यसलाई धेरै धेरै धन्यवाद। हस् थ्याङ्क यू सो मच।